दर्शकबिन नमस्कार, म हुँ सूर्ययोञ्जन। ब्रेकिङ न्युजमा यहाँहरूमा हार्दिक स्वागत गर्दछु। दर्शकबिन, मैले यो भिडियो र फोटो सुनपति गाउँपालिकाको पर्यटन क्षेत्रको निर्माणाधीन र निर्माण भइसकेको र निर्माण अन्तिम चरणमा पुगेको तथा निर्माण गर्न बाँकी रहेको विकासको योजनाहरू पर्यटन सडक मार्ग, 35 फिट अग्लो शिवको मूर्ति, 108 लहरे माने, 55 फिट अग्लो बुद्धको मूर्ति, मछिन्द्रनाथ पिकनिक स्पोट, सुनपति चिया बगान, सेबीडाँडा पोखरी, घिउखोरी पोखरी, लामाटोलको पद्मसम्भको मूर्ति लगायत अन्य विकासका योजनाहरूको अवलोकन सुनपति गाउँपालिकाको अध्यक्ष ठुलोकान्छा तामाङले पुनः फेरि अवलोकन गर्नुभएको छ भने यी विकासका योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने उहाँले बताउनु भएको छ। यसैगरी पर्यटनलाई प्रवर्धन गर्न सके सुनपति गाउँपालिकाको मुख्य आयस्रोतको केन्द्र बन्ने लक्ष्य लिएको छ। ब्रेकिङ न्युजमा अहिलेलाई यति नै। फेरि भेट्ने बाचा गर्दै म सूर्य योञ्जनलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते।